नमस्कार। यही चैत 12 गते संसदको पहिलो बैठक बस्ने कक्ष तयार भएको छ। यो बहुउद्देश्यीय सभा हल हो, तर प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभा कक्ष चाहिँ तयार भइ नसकेको। अबको 1.5 महिनामा त्यो पूर्ण रूपमा तयार हुने, सम्भवतः त्यो चाहिँ जेठ 15 गते संविधानले प्रदत्त गरेको अनिवार्य रूपमा बजेट ल्याउने हेतुले त्यो त्यति बेलासम्म तयार हुन्छ। तर अहिले अल्पकालीन रूपमा यो नयाँ भवनमा सम्भव भएको छ र यो सभामुखको कार्यकक्ष हो। ज्येष्ठ सदस्यका रूपमा अर्जुन नरसिंह केसीले यहीँ बसेर सभा चलाउनुहुन्छ। यो संसदका महासचिवको कक्ष हो। दोभाषहरू त्यता बस्नुहुन्छ, सहयोगी कर्मचारी यता बस्नुहुन्छ। त्यसै गरी सांसदहरूले चाहिँ पोडियममा आएर यहाँबाट सम्बोधन गर्नुहुन्छ। यो हलमा अहिले 290 वटा कुर्सीहरू प्रबन्ध गरिएको छ। 275 जना सांसदहरू यहाँ बस्नुहुन्छ। अहिले माइकको पनि प्रबन्ध गरिसकिएको छ र यो बस्नका लागि चाहिँ यतापट्टि यो विशेष गरी हलको यो पक्षमा दाहिने कक्षतर्फ सत्तापक्षीय सांसदहरू बस्नुहुन्छ। सत्तापक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, विशेष गरी सभापति यहाँ बस्नुहुन्छ, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री हुँदै अरू पदाधिकारी। संसदीय दलले कसरी चुन्छ, संसदीय दलको नेता यहाँ बस्नुहुन्छ। त्यस पछाडि क्रमशः यता बस्दै जानुहुन्छ र प्रतिपक्षी दलको चाहिँ यो रोदेखि यतापट्टि बस्नुहुन्छ। नेपाली कांग्रेसका संसदीय दलको नेता यहाँ बस्नुहुन्छ, एमालेका यहाँ, नेपाली कम्युनिस्ट पार्टीका यहाँ, त्यसै गरी श्रम संस्कृति पार्टी यहाँ बस्नुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यहरू यहाँ बस्नुहुन्छ र पछिसम्म नै त्यसरी मिलाएर बस्नुहुन्छ। यो 6 वर्ष लाग्यो, 5 पटकसम्म ठेक्का तोडियो। करिब 8 अर्ब लागेको छ यो संसद भवन निर्माण गर्न। यो विशेष गरी सिंहदरबारको उत्तरी मोहडातर्फको 156 रोपनीमा 12 वटा भवन बनेका छन्। संसदकै प्रयोजनका लागि चाहिँ यो पहिलो पटक बनेको हो। यस अगाडि 15 सालको 48 सालको कुनै पनि संसदको त्यो प्रयोजनबाट बनाएका थिएनन्। अरू प्रयोजनकै हललाई चाहिँ बनाइएको